सफलताको खोजीमा सङ्घर्षको जटिल र कठिन यात्रा तय गर्दैछु। त्यसैले सबैबाट एक्लो भएको मलाई एक्लो भएको भान हुन नदिनु है माया। सदैव मेरो बाबाआमा ब्याग सपोर्टर त हुँदै हुनुहुन्छ, तर कतै डगमगाएको कमजोर परिस्थितिको बलियो हौसला बनिदिनु है माया। खोजे जस्तै अनि सोचे जस्तै सपना साकार भयो भने खुसीमा रमाउला होइन भने सङ्घर्षमै भए पनि खुसीले सताउला नि है माया तिमीलाई। मेरो अर्को पनि ठुलो सपना पुरा गर्ने रहर छ। बाबाआमा पछि सबैभन्दा सर्वश्रेष्ठ खुसी तिमीलाई दिने। थाहा छ जन्म दिने आमा महान हुनुहुन्छ, तर पनि जन्म दिने आमालाई नै छोडेर मलाई रोजेर आउने तिमी झनै महान छौ माया। मेरो इच्छा त्यही छ, तिमीलाई संसारकै खुसी मिलोस् अनि मलाई तिमी। बाँकी सुख दुःखमा साथ दिने बाआमा त हुँदै हुनुहुन्छ नि। मलाई केही थोरै अझै समय लाग्छ सफल हुनलाई, त्यति बेलासम्म मेरो प्रतीक्षा गरेर बस्नु नि है माया। चाहनाले भरिएको झलमल्ल बजारमा खुसीका लहरहरू भरिए झैँ तिमी पनि मेरो खुसी भएर सदैव मेरो अनुहारमा खुसीका लहरहरू भरिदिनु ल। हजारौं सपनाको बीचमा लापत्ता भइरहेको जिन्दगीको थोरै भए पनि आशा बनिदिनु ल। जस्तै समय स्वार्थ र बाध्यता आए पनि तिमी परिवर्तन नहुनु है माया। यहाँ लासले फुल पाउने र काँडा बिजे पनि मुस्कुराउनु पर्ने युगमा जस्तै भए पनि मेरो हौसला बनी मेरो अगाडि सधैँ उभिदिनु ल माया। हरेक चिजको हिसाब पनि त कहाँ हुन्छ र, त्यसैले म पनि तिम्रो लागि बेहिसाब प्रेम झल्काउने छु माया। सबैको विश्वासिलो पात्र त बन्न नसकुला म, तर तिमीले गरेको विश्वास कहिले पनि तोडिन दिने छैन माया। सबैको आँखामा फुल्न त नसकुला म, तर तिम्रो आँखामा भने कहिले बिजाउन नपरोस् है मेरी माया। मेरो हिम्मत सधैँ तिम्रो साथसँग हुनेछ माया। यदि तिमी एक कदम पनि पछि हट्यौ भने म हार्नेछु। सँगै सपनाका क्षेत्रफलहरू पार गरौला र सँगै आकाशभन्दा फराकिला रहरहरू पनि पुरा गरौला नि है माया। नखोज्नेहरूको लागि मात्रै हराएको हुँ म, तिम्रो लागि त म सधैँ तिम्रो साथमा हुनेछु नि माया।